साथीहरू आज मैले कोपिलालाई होइन भिडियो बना भ्लग बना भनेको यहाँनिर हाँसेर मात्र बस्यो खान। साथीहरू कस्तो हुँदो रहेछ आज चाहिँ कोपिलाले बनाएको भ्लग हेर्नुपर्छ साथीहरू। सो हामी चाहिँ एक्साइटेड छौँ, फर्स्ट टाइम भ्लग बनाउँदैछ होइन। सो साथीहरू हजुरहरूले पनि भरे चाहिँ हेर्नुपर्छ भिडियोमा चाहिँ सबजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरेर हेर्नु पर्यो सबजना साथीहरू। भरे भ्लग आउँछ भरे चाहिँ हालिदिन्छ है साथीहरू, उसको हेर्नु पर्यो। को भन त तिमी पनि ल हेरिदिनु मेरो फर्स्ट भिडियो भनेर। ल उसलाई चाहिँ भन्दिनँ अरे नबोली बनाहान कस्तो बनाउँदो रहेछ भरे हेर्नुपर्छ साथीहरू। ल अहिलेलाई चाहिँ बाई बाई, बाई साथीहरू। साथीहरू रोमानियाको फल हेर्नुहोस्, यो चाहिँ नेपालमा पनि पाइन्छ है। सो यति धेरै छ कि साथीहरू, यति धेरै छ कि तिम्रोतिर नि हुन्छ यो कोपी साथीहरू। हाम्रोतिर चाहिँ यसलाई किम्बु भन्छ, तपाईँहरूतिर के भन्छ है साथीहरू? सायद किम्बु नै होला। सब यहाँ भुइँमा झरेको साथीहरू अहिले चाहिँ यस्तरी बाटो बनाइरहेको छ, त्यही भएर हामी चाहिँ लखर 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 हिँड्नु पर्ने हुन्छ। सो साथीहरू कहिले कहिले त हिँड्नु पनि पर्छ है, त्यही भएर हामी दुईजना चाहिँ लखर लखर हिँड्दैछौँ। पैसा नभएर चाहिँ होइन, फेरि हामीसँग 3 लेता थियो तर पनि हामी हिँड्ने भनेर हिँडेको। यिनीहरूसँग 1 रुपियाँ नि रहेनछ, बस चढ्ने पैसा नि रहेनछ नभन्नु साथीहरू। नेपालमा जस्तो धेरै पैसा चाहिन्न, यहाँ मात्र 3 ले चाहिन्छ, जता पनि पुगिन्छ। मतलब कि एकचोटि जता पनि पुगिन्छ होइन। सो ल है साथीहरू हामी चाहिँ फाइनली हामी आइपुग्यौँ घुम्ने ठाउँमा चाहिँ। सो यहाँ चाहिँ यस्तो रहेछ तर साथीहरू यस्तो राम्रो ठाउँ थियो है यो। हेर्नु न यो जङ्गलभित्र यस्तो राम्रो। ओ माइ गड कति आनन्द। अगाडि भिडियो बनाएर खान हिरोनीले, हामी फेरि पोज दिइहाल्ने हो। ल साथीहरू इन्जोय गर्ने होला, हामी पनि इन्जोय गर्नेछौँ है त। एकदम अहिले चाहिँ साथीहरू मौसम पनि एकदम घुम्ने खालको छ कि, चिसो नि छैन गर्मी नि छैन, ठिक्कको के। अनि घुम्न चाहिँ यति मजा आउने। फेरि बेलुका बेलुका चाहिँ एकदमै राम्रो हुन्छ कि यहाँनिरको, किनकि 9 बजीसम्म यहाँ त उज्यालो हुन्छ। सो साथीहरू 8-9 बजी मतलब कि 6-7 बजे निस्क्यो भने चाहिँ एकदमै घुम्ने टाइम चाहिँ त्यतिखेर हो है। बिहान दिउँसो चाहिँ अलिक गर्मी नै हुन्छ, त्यही भएर साथीहरू हामी चाहिँ घुमघाम चलिरहेको कस्तो राम्रो हो। हेरौँ लाग्ने फुल देखेँ कि हेरौँ लाग्ने साथीहरू। लो पर चाहिँ पोखरी रहेछ। सबजना जोडी हुन्छ साथीहरू, हामी पनि जोडी हुन्छ। ल गाइस के गर्नु र गाह्रो खा। ओ साथीहरू आज चाहिँ हामी एकदमै रमाइलो। ओ माई गड त्यहाँ हेर्न हाँस कुदिरहेछ साथीहरू। यस्तो ठुलो पोखरी पनि हाँस रहेछ त है साथीहरू। जाउँ त कोपी साथीहरू कति चरतिर मात्रै जानु भनेर हामी त यता घुम्न आएको जङ्गलतिर हराउँछ कि हो। सो हामी दुईजना चाहिँ साकिनासँगै रङ्गीचङ्गी भने जस्तै हो साथीहरू, दुईजना मात्रै, कोही नै छैन। साकिनासँगै आएकै चिस्टको आउला यस्तो जङ्गलतिर आएको साथीहरू। आज हामी जङ्गल घुम्न जस्तो डर लाग्यो, त्यही भएर फर्केर आएन। यति धेरै फालेको थियो साथीहरू। ल ओ माई गुडनेस साथीहरू यो नेपालमा त कति झगडा गरी स्कुल पढ्ने बेला है, तपाईँहरूले खानुभयो कि नै? हामीले त आमामा स्कुल पढ्ने बेला झगडा गरी त्यो पनि मान्छेले गाली गर्ने साथीहरू। रामाइले त यति धेरै त हाम्रो सोलुमा चाहिँ खासमा हाम्रो घर चाहिँ अलि के अरे लेकतिर पर्छ नि त, त्यही भएर खासै पाउँदैन। तर अलिकति सानो सानो रुखहरू पाइन्थ्यो अनि कति झगडा गरी खाइन्थ्यो क्या। तिमीले खान्थ्यौ नै? तिम्रोमा पाइन्छ नै? साथीहरू यस्तै छ। हामी चाहिँ आज यस्तरी घुम्न त्यहीँ बसौँ न कि। म त रिङ्गटा लाग्छ फेरि यस्तोमा बस्यो भने चस्म। मलाई नि रिङ्गटा लाग्छ यस्तरी बस्यो भने त साथीहरू। सो साथीहरू यो चाहिँ यस्तो रहेछ। ल है साथीहरू फेरि हामी नेक्स्ट लोकेसन भन्दा पनि यता वारी र पारी है, यही के अरे
पोखरी छेउमा। यो पिङ चाहिँ भोलि पर्सि चाहिँ एकदम मस्त चल्छ, अहिले चाहिँ बन्द रहेछ। ल साथीहरू फेरि हामी चाहिँ लोकेसन चेन्ज गर्न लाग्छौँ यहाँबाट। रमाइलो भयो। अझ त हामी दुईजना त झुन्ड साथीहरू हजुरहरूले पनि रमाइलो हुनेछ जस्तो लाग्छ मलाई जसम्म। तर मैले बोले सुने होइन। यहाँबाट घुम्दै घुम्दै त्यसपछि त्यहीँबाट निस्केर जान्छौँ हामी। बस्न मिल्दैन छ के हो यो त बस्नु है, भर्याङ सर्याङ सब भत्केछन् साथीहरू। हाम्रो घर शीतल साथीहरू, अहिले त सिरिरी चिसो चिसो हावा है। यस्तो आनन्द ठाउँ छ नि घुम्नलाई, रमाइलो भइरहेको छ। हाम्रो साथीहरूले मिस गरिरहेको छु धेरै हामी दुईजनाले चाहिँ, किनकि हामी दुईजना मात्रै भयो घुम्नलाई है कोपी। नेक्स्ट विक धेरै साथीहरू जम्मा भएर घुम्न आउँछौँ फेरि हामी यो ठाउँमा चाहिँ। ड्राई पिकनिकहरू गर्नलाई चाहिँ एकदम राम्रो रहेछ क्या है। टक्क ल्यायो खायो मस्त इन्जोय गर्नलाई चाहिँ। सो साथीहरू कति फोहोर रहेछ, तर यो पानी चाहिँ हेर्नु त यस्तो रहेछ क्या है, फोहोर एकदमै। किनकि रुखहरू यस्तो छेउछेउमा खान्छ, त्यही भएर धेरै नै फोहोर रहेछ रहन चाहिँ यो पानी। ल साथीहरू यस्तो दामी रहेछ है, यस्तो दामी बोका न के हुन्न, यस्तो राम्रो ठाउँ छ नि भगवान्। साथीहरू आउनु है घुम्न, हामी दुईजना मात्र भयौँ। ल साथीहरू हामी चाहिँ यो घुम्दा नै आज चाहिँ रिन जाने भइसक्यो। सो हामी चाहिँ 2-3 घन्टा अलमोस्ट घुमिसक्यौँ। त्यसपछि हामी चाहिँ अब निस्किनलाई यताबाट नै हिँडिरहेको छु। साथीहरू सबजनाले चाहिँ भिडियो चाहिँ हेरिदिनु होला। कोपी मैले के अरे यति रमाइलो भयो साथीहरू, यति रमाइलो। ओ माई गड कस्तो राम्रो ठाउँ रहेछ। हाम्रोमा चाहिँ टिकटक बनाएछ शीतल एकदमै साथीहरू। घुमघाम घुम्दा रमाइलो भयो। खोइ साथीहरू हामीलाई त लास्टै भोक लाग्यो। हेर्नु यस्तरी पोकेर मैले नि खाँदैछु। यो चाहिँ पहाडले आयो, फेरि हामीले पानी नि किनेछु चट्ट लगाएर पहाडेर खाँदै साथीहरू हामी चाहिँ घुम्दै आइपुग्यौँ लिडल। अब के गर्नु साथीहरू, बेलुका त खानै पर्यो, किन्नै पर्यो होइन। बेलुका खानु त पर्यो, घुमेर मात्र भएन साथीहरू। अहिले चाहिँ आरुको सिजन रहेछ, आरु यति धेरै पाइने रहेछ। सो गाइस हामी चाहिँ अब खै छैन के हो साथीहरू, हामी त किनमेल गरेछौँ त हो के हो यस्तो। ल साथीहरू हजुरले चाहिँ कुन स्याम्पू युज गर्नुहुन्छ साथीहरू? हामीलाई चाहिँ रोमानियामा चाहिँ लास्ट यो स्याम्पू चाहिँ ठिकै लाग्यो है साथीहरू। हामीले चाहिँ पहिला ड्रोप युज गर्थ्यौँ, मैले चाहिँ अहिले चाहिँ यो युज गरेको छु। तर यसले चाहिँ अलिकति कम भयो कि कपाल झर्न है कोपी, तिम्रो नि त्यस्तै हो। हाम्रो चाहिँ बेस्ट चाहिँ योवाला लाग्यो है साथीहरू। हजुरले पनि एकचोटि ट्राई गर्नु होला, एकदमै कपाल झर्छ भने चाहिँ है। सो हाम्रो सामान चाहिँ यहाँ छ साथीहरू। हामीले चाहिँ यति धेरै सपिङ हामी खिचौँ। ल साथीहरू आजलाई चाहिँ बाई नै गर्नु पर्ला। अब बाई साथीहरू घुमेर मात्र कहाँ हुन्छ र, दिनभरि पो घुम्छ त, बेलुका त खानु परिहाल्यो। अनि यस्तरी पोका पुन्त्रो बोकेर हिँड्नुपर्छ साथीहरू। मेरो पनि छ है, मैले बोकेन भन्ला फेरि